So hello guys, welcome back to my YouTube channel. Yes, new vlog ma अहिले चाहिँ टक्क लाएर म यता भुसानतिर आएको छु हैन। यो चाहिँ भुसानको हेउन्डे बीच हो हैन। सक्नुहुन्छ हेउन्डे बीचमा छु म चाहिँ अनि विथ मेरो दादाहरु हुनुहुन्छ। त्यो पनि विशाल दाइ घुमाएर रहेछ आज तामाङ दाइ यता देवन दाइ अनि त्यसपछि मेरो लेरिन दाइ अनि त्यसपछि केजन दाइको दादा अनि भाउजू हुनुहुन्छ। सो हामी चाहिँ यहाँनेरि आज अघि बिहान 9-10 बजीतिर खिमेबाट निस्केको हैन। खिमेबाट लाएर हेउन्डे बीचमा आइसकेको छौँ। यो चाहिँ हाम्रो छुसकको बिदा हो हैन। सो छुसकको बिदालाई चाहिँ मध्यनजर गरेर घुम्न भनेर आएको अनि एकदम हुन्छ नि त आजको मौसम चाहिँ सफा भन्दा पनि शीतल शीतल भएको छ हैन। तर पानी चाहिँ अलि कहिले काहीँ मार्छ हुन्छ के त्यो पानी आएको पानी हेउन्डे बीचहरु तिनीहरु त राति त बल्छ नि आउने नै छु हैन। हेउन्डे बीचका हेर्न सक्नुहुन्छ पुरै यहाँदेखि परसम्म पुरा बीच हो। चन्द्रको बीच यता पनि परसम्म बीच अनि त्यसपछि चाहिँ हाम्रो भुसानको टप हुन्छ नि त अग्लो बिल्डिङहरु हो हैन यहाँको चाहिँ। अनि त्यसपछि यतातिरको जुन अब यो पछाडिको समुद्र छ भने यसको उता पारिभित्र चाहिँ हाम्रो जापान पर्छ हैन। अनि यहाँ चाहिँ हुन्छ नि त पुरै विदेशीहरु पनि छ हैन। धेरै जसो विदेशीहरु पनि छ। दादा के शब्द जास् त अब दुई शब्द भन्नाले के भन्नु यो धेरैचोटि आइसक्यो यो ठाउँ अब धेरै आउँदा नि खासै मजा हुँदैन हैन। कहिले काहीँ आयो भने चाहिँ धेरै मजा हो। अस्ति भर्खर पनि आएर गएको हेर्नु यो टावरहरू हेर्ने हो सधैँ अब त्यति नै हो। अब यही घरहरू यही समुद्र तर रमाइलो त रमाइलो छ है यो ठाउँ एकदम होइन। फर्स्टचोटि आउँदा त हामीलाई अब धेरै रमाइलो छ नि। अब हामी त्यो माथि अब हामी समुद्र नघुमेका मान्छे समुद्र नदेखा मान्छे लाएर चाहिँ अब उता चाहिँ जानु पर्ला हो समुद्र आइसकेको छ। अब उयो परको चाहिँ जुन यहाँबाट देखिने भ्यू छ त्यो चाहिँ द वेस्ट ट्रेन छ हैन। त्यो ट्रेन चाहिँ कस्तो छ भने यो समुद्र छेउछेउबाट कुद्ने ट्रेन हो हैन। अनि त्यसपछि त्यो माथिको गाउँ होला सायद मलाई पनि त्यति राम्रोसँग थाहा छैन यो ठाउँ। सो अनि यसको माथि बाँकी मान्छे त्यतिकै रमाइलो गर्न नै आउँदो रहेछ कि हजुर त्यतिकै रमाइलो गर्न नै आउँदो रहेछ कि यो ठाउँमा टाइम पास। सो यस्तै छ गाइज है। अरू भिडियोहरू बनाउने नै छु हेर्दै गर्नु होला एसएस न्यू ब्लगलाई हैन। अनि त्यसपछि सब्सक्राइब पनि गर्नु होला एसएस न्यू ब्लगलाई है त गाइज।